श्रमदातालाई श्रमलाई जताततै फैलाउने जताततै मिडिया मार्फत चर्चित गराउन सहयोग गर्नुहुने हाम्रो मिडियाकर्मी श्री राजकुमार तामाङज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। नाम चाहिँ भीमकुमारी सुब्बा। हजुरको? लासो फ्यापुला सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई लिटन नगरपालिका वार्ड नम्बर 6 गुवाबारी बसोबास हुँदै आएको सम्पूर्ण दाजुभाइ दिदीबहिनी आमा बुवा भाइ बहिनीदेखि लिएर सम्पूर्णलाई जय माटो जय देश। श्रम संस्कृतिको लागि अभियान चलाउँदै आएको हाम्रो बारम्बार हाम्रो भइरहेको राम्रै कामहरू भइरहेको कुराहरूलाई सामाजिक सञ्जालमा प्रचार गर्नको लागि म राज हेन्डसम युट्युब च्यानलबाट हजुरहरूको माझमा जे देखेको प्रत्यक्ष हजुरहरूको माझमा ल्याउने यो अन्तिमसम्म हेरिदिनु होला। धेरै बोलिराख्नु पर्दैन, जति पनि बोल्छ यो भिडियोले बोल्छ र सबैजनालाई मनपर्छ भने सबैजनाले सेयर गर्नु होला। यदि हजुरहरू नयाँ हुनुहुन्छ भने यदि मेरो राज हेन्डसम युट्युब च्यानलबाट पनि भिडियो आउनेछ, फेसबुक पेज राजकुमार तामाङबाट पनि आउनेछ। धेरै कुरोहरू सुन्दै जाँदैछु, धेरै कुरोहरू बुझ्दै जाँदैछु। जस मैले धेरै बोलिराख्नु पर्दैन, भिडियोले बोल्छ। हजुरहरूको माझमा मैले जस्तोको तस्तै भिडियो ल्याउनेछु र हेरिराख्नु होला। सबैजनाले अन्तिमसम्म हेर्नु होला। प्रत्येक शुक्रबारको दिन हाम्रो भिडियो आउनेछ। बारम्बार हाम्रो श्रमदान चलिराख्नेछ। हप्तामा एकचोटि प्रत्येक शुक्रबारको दिन हाम्रो अभियानलाई अगाडि बढाएर ल्याउनेछौँ। हामी प्रत्यक्ष रूपमा जस्तोको तस्तै तपाईँहरूको माझमा हजुरहरूको माझमा म ल्याउनेछु। हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। मैले धेरै बोलिराख्नु पर्दैन, जति बोल्छ भिडियोले बोल्छ होइन, एउटा प्रमाणले बोल्छ होइन। समाजमा व्यक्ति ल्याउने, जस्तै नराम्रो कमेन्टहरू हान्ने, नराम्रो शब्दहरू गर्ने, कसैलाई होच्याएर बोल्ने, कसैलाई गिराएर बोल्ने, कसैलाई उचालेर बोल्ने, यो भिडियोबाट नै आउँछ है। हजुरहरूले बुझिराख्नु होला, अन्तिमसम्म हेर्नु होला। फल्नाले के भन्यो भनेर नभन्नु होला। तर मैले बनाएको व्यक्तिगत मैले भिडियो बनाएको होइन, जस्तो मैले देख्छु त्यो भिडियो ल्याउने छु हजुरहरूको माझमा प्रत्यक्ष रूपमा। कसैले लुकी छिपी, कसैलाई अब भ्रष्टाचार गर्दै, कसैले अब नराम्रो गरिरहेको त्यस्तो खालको भिडियो हामी बनाइँदैन है। जस्तो देखेको त्यस्तै ल्याउने हो होइन। कसैले ब्याक साइडमा गिराएर बोल्छ भने त्यो व्यक्तिलाई पनि हाम्रो यो श्रम संस्कृतिमा आउनु होला। मन परेमा, मन नपरेमा हजुरहरूले कसैले पनि नराम्रो कमेन्ट नहान्नु होला है। मैले जे देखेको त्यो भिडियो ल्याउने हो होइन, सञ्जालमा सामाजिक सञ्जालमा ल्याउने हो। आखिरी मैले भिडियो बनाउँदैमा कसैले नराम्रो लाग्छ भने ठिक छ, हजुरहरूले पनि गर्नु, जे देखेको त्यो गर्नु होइन। गर्नु पाउँछ, सामाजिक सञ्जालमा लाउनु पाउँछ होइन, यो भिडियोहरू लाउनु पाउँछ। तर ब्याक साइडमा कसैले पनि गिराएर नबोल्नु होला होइन। यो जाति त्यो जाति, फल्ना त्यो यो पार्टी त्यो पार्टीमा होइन, पार्टीको लागि हामी गरेको होइन होइन, देशको लागि एउटा गरेको हो। देशको लागि केही गर्छु भनेर हामी अघि बढिरहेको छौँ होइन। कसैलाई गिराएर बोलेर हिँडेको छैन नि त होइन। कसैलाई नाम काटेर हामीले विरोध गरेको छैन त। सक्नुहुन्छ भने आउनु, सक्नुहुन्न भने नआउनु भनिहालेको छ त। यो भिडियो पनि देख्नुहुन्छ है हजुरहरूले है। धेरै कुरोहरू मैले देखिरहेको छु होइन। युट्युबमा किन हालेको अरे होइन, फेसबुकमा किन हालेको अरे, टिकटकमा किन हालेको अरे भनेर त्यस्तो खालको शब्दहरू पनि आइरहेको छ त। के हजुरहरूले चाहिँ किन हाल्नु त? मैले हाल्दाखेरि अब नराम्रो लाग्छ भने ठिक छ, हजुरहरूले चाहिँ किन लाउनु भिडियो बनाएर? यो विषयमा हजुरहरूलाई पनि मैले यो आवाज उठाउँदैछु है। मैले देखिहालेको छु त, मैले भनिराख्नै नपर्ने रहेछ त। मैले पनि देखिरहेको छु भिडियोहरू है। मैले के गर्ने, प्रचार गर्न नमिल्ने समाजमा? के हामी बोल्नु नपाउने? ठिक छ, यस्तै हो भने कसैलाई हामीले विरोध गरेको छैन। यदि सक्नुहुन्छ भने आउनुहोस्, सक्नुहुन्न नआउनुहोस् होइन। के श्रम संस्कृतिले चाहिँ अब भ्रष्टाचार गर्छ होइन?
यो बिगार्छ, यसले फल्नाले उ गर्छ भनेर त्यो विषयमा उठाउनु भएको आवाज ठिक छ, त्यो आवाज उठाउनुहुन्छ भने मैले जस्तो देखेको त्यस्तै गर्ने, मेरो काम हो, मेरो कर्तव्य हो, मैले गर्ने। धेरै बोलिराख्नु पर्दैन, जति बोल्छ यो भिडियोले बोल्छ, जति देख्छ यो भिडियोमा देख्छ है। ल सबैजनालाई जय श्रमदान, जय माटो, जय देश। श्रमदातालाई श्रमलाई जताततै फैल्याउने, जताततै मिडिया मार्फत चर्चित गराउन सहयोग गर्नुहुने हाम्रो मिडियाकर्मी श्री राजकुमार तामाङज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। साथै जति पनि यहाँ सम्मिलित हुनुभएका हाम्रा श्रमदाताहरूलाई पनि हामी सबै आफै नै हार्दिक धन्यवादको पात्र छौँ र हामी सधैँ यसरी नै खट्नेछौँ र जुट्नेछौँ भन्ने हामी सबैले प्रमाण गरौँ र कोही पनि यस श्रमदानबाट हामी नछुटौँ। र आज हाम्रो चाहिँ हाम्रो भवानी काका चाहिँ विशेष यो सामुदायिक वनको कार्यक्रम भएकोले मतलब यो काकाले अलिक ढिलो भयो, तपाईँहरूले त्यसमा धेरै गर्नुभएछ, यस तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज त्यही ढिलो भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ अलिक म लगायत 2-3 जना हामी चाहिँ अलिक ढिलो भयौँ। र यति भन्दै यो माइक चाहिँ म श्री यस गाउँ कमिटीका संयोजक श्री गम्भीरमान मगरज्यूलाई हस्तान्तरण गर्न जाँदैछु। केशर माकिमज्यू, उहाँबाट तपाईँहरू सबैले धन्यवादको पात्र त भइसक्नु भएको छ। मैले लामो कुरा गर्दिनँ। र क्लबको सामान फर्काउने स्टोर बनाउने क्रममा हामी धेरै जनसङ्ख्या भेला भएका थियौँ र आजको काम पनि त्यही क्लबलाई प्राथमिकता दिने भनेर अस्ति सल्लाह भएको पनि हो। हामीलाई ट्र्याक्टरले अलिकति साथ नदिएको कारणले आज त्यहाँ काम हुन सकेन। हाम्रो तिनीहरूतर्फ लाग्यौँ हामी र सबैजना उपस्थित हुन सकेन। र म चाहिँ के भन्न चाहन्छु भने सिधा कुरा, म सिधा मान्छे हो, सिधा कुरा बोल्छु, धेरै बोल्नु पनि म चाहन्न। बितेका हप्तामा हाम्रो टोलका कुनै साथीहरूले, कुनै दाजुभाइहरूले यो सर्वसंस्कृति पार्टीको काम हो कि यो टोलको क्लबको काम हो भनेर उहाँहरूले चाहिँ अलिकति विनती जनाउनु भएको छ। त्यसको लागि हामी जहाँ जे जति यहाँ उपस्थित भएका छौँ एकचोटि तपाईँहरू फर्केर हेर्नु होला आफ्नो छातीमा हात राखेर। बितेका दिनहरूमा हामीले एमाले, काङ्ग्रेस, माओवादी हामी सबै पार्टीमा भोट हालेर आएका हामी परिपक्व मान्छे छौँ। र तपाईँले यति मात्रै सम्झिनु होला, म यो भन्छु, आज पनि भन्छु, भोलि पनि भन्छु, पर्सि पनि भन्छु, तपाईँ हामी आउँदो चुनावमा जुनसुकै ठाउँमा जानुहोस्, जुनसुकै पार्टीमा जानुहोस्, तर तपाईँले यो कुरा सम्झिनुहोस्, आज हामी 1900 हप्तासम्म हामीले यो सर्वदान गरेका छौँ। हामीले सर्वदान गर्नुभन्दा अगाडि यो संस्कृति पार्टी भनेको दर्ता भएकै थिएन। एउटा हर्कबाद भनेर हामीले यो सरसफाइको कार्यक्रममा हामी लागि पर्यौँ र हामीले भोलिको दिनमा चुनाव नजिक आइरहेछ। तपाईँहरूको इच्छाले जुनसुकै ठाउँमा तपाईँहरूले भोट हाल्न सक्नुहुन्छ। तपाईँहरूले संस्कृति पार्टीमा तपाईँहरूले जबरजस्ती आउनुहोस्, यहाँ भोट हाल्नुहोस् भने हामी भन्न सक्नु पनि भन्दैनौँ पनि। तपाईँहरू आफूले आफैलाई तौलेर कुन पार्टीमा हामी जाँदाखेरि हामी ठिक होला त भन्ने कुरा आफैले आफूलाई सम्झेर तपाईँहरू भोट हाल्नु होला, म यसरी भन्छु। र हाम्रो बाटो हामीलाई यसरी खुल्ला रूपले हामीले भोट हाल्नु पाउने अवस्था, हामीले नेता चुन्ने अवस्था कसले बनायो त? यो अवस्था कसरी आयो त? नेपालमा सरकार के हुने रहेछ भन्ने कुरा त तपाईँले थाहा पाउनुभयो होला नि। भदौ 22 र 23 गतेको जेन्जी आन्दोलनले तपाईँ हाम्रो ढोका खोलिदिएछ। त्यसले गर्दा सही मान्छेलाई भोट हाल्ने बेलामा सही मान्छेले भोट हालेर विजय बनाउनु होला। हाम्रोलाई होइन, राम्रोलाई भोट हाल्नु होला।
र हामी यो संस्कृति पार्टी अहिले आएर परिवर्तन हुँदै आएर हामीले बोल्नै पर्ने हुन्छ यो पार्टीलाई। यो पार्टी दर्ता हुनुभन्दा अगाडिदेखि हामीले लागेका हौँ र हामीले यो सरसफाइ गर्ने काम भनेको त्यो दीर्घकालीन हो। हामी नमरुन्जेलसम्म हामी चाहिँ यो सरसफाइ कार्यक्रम हामी राख्नेछौँ। हामी सरसफाइ कार्यक्रम गर्नै पर्छ, आफ्नो आफूले बनाउनै पर्छ। ताली ताली। र यो सरसफाइको लागि कुनै पार्टीका साथीभाइहरूले दाजुभाइ दिदीबहिनीहरूले निर्धारका साथ तपाईँले आउँदा हुन्छ, कसैको डर मान्नुपर्ने छैन। र तपाईँहरूले आफ्नो छरछिमेकी मनले खाने साथीभाइहरूलाई पनि सरसफाइमा जाउँ भनेर अलिकति सञ्चय बुझाइ गर्ने क्षमता राख्नु होला। र अर्को कुरा, म देउदेवासीलाई म के भन्न चाहेँ भने दुःख मनाउ नमान्नु होला। अरू ठाउँमा मैले हेरेको छैन, देउदेवासीमा चाहिँ अलिकति मैले यो फोहोर मैलाहरू धेरै जहाँ पाएँ त्यहाँ फ्याँक्ने मैले फ्याँकेको मैले भेटाएको छु। त्यो तल चौडीतिर सबै सिसा र प्लास्टिक, त्यो फोहोर गन्दा नानीहरूको त्यो टेम्पस हो के भन्छ त्योहरू सबै गुन्टा लगेर त्यहाँ डढाउने, फाल्ने, सिसा फुटाउने त्यो क्रम जारी छ। मैले पहिला पनि भनेको थिएँ। अथवा जो कोहीले सरसफाइ गर्ने कसको लागि हो त? सरसफाइ गरेर हल्का समाजलाई त स्वास्थ्य लाभ हुने होइन। हाम्रो यहाँ सरसफाइ गऱ्यो भने हामी आफैले स्वास्थ्य लाभ हुने हो। सबैजनाले निश्चित ठाउँमा व्यवस्था गरिदिनु हुन म देउदेवासीलाई अनुरोध गर्दछु। धन्यवाद सर। गाउँ विकास समितिको संयोजक हाम्रो गम्भीरमान मगरज्यू, यस वडा संयोजक, यस लेटाङ नगरपालिका वडा नम्बर 6 को संयोजक भवानी प्रसाद माक्सिमज्यू लगायत हाम्रो केशर माक्सिम हाम्रो सचिव र सम्पूर्णलाई म जय श्रमदान भन्दै नमस्कार भन्न चाहन्छु। र म धेरै बोल्न अधिक मलाई मन त थिएन, तर बोल्नु पर्दो रहेछ, किनकि थोरै चेतहरू खुलेको छ मलाई पनि। म स्वयं अध्यक्ष, क्लबको अध्यक्ष स्वयं म उमेश राई। मैले त्यहाँनिर जुन श्रमदान गर्नुपर्छ, हाम्रो क्लबको भवन बनाउनु पर्छ र हामीले यो श्रमदाताज्यूहरूलाई पर लानुपर्छ भनेर प्रस्ताव चाल्दै गर्दाखेरि हामी त्यहाँनिर पुगेर हामीले काम पनि गऱ्यौँ होइन, काम पनि गऱ्यौँ र एकदम बेजोडको साथ काम पनि भएको थियो। तर यहाँनिर आएर अहिले थोरै मलाई मन खिन्न भएको छ। मलाई अचम्म लाग्छ यो के हुँदैछ, किनकि त्यो श्रमदाताहरूले श्रमदान गर्दाखेरि, क्लबको भवनमा श्रमदान गर्दाखेरि यति हुन्छ, त्यस्तो जलान महसुस फिल हुन्छ भने यहाँहरू कृपया म भन्छु मेरो भनाइ, किनभने म किन त्यसरी भन्छु भने यहाँ बोल्ने एउटा काम हुन्छ अर्को। र हिजो अस्ति नै थोरै स्ट्याटसहरू पनि मैले सुने देखेँ, मलाई स्वयं मेरै कानमा पनि प्रत्यक्ष पनि मैले सुने कि अब हाम्रो क्लब बिग्रिँदैछ, हाम्रो क्लब बिग्रिँदैछ, हामीले यो क्लबलाई अब फेरि पनि गुमाउँदैछौँ भनेर भन्नुहुन्छ साथीहरूले। म आज किन यसरी बोल्दैछु भन्दाखेरि मलाई आक्रोश त होइन, तर मैले सभ्य र आफ्नो तरिकाले भन्दाखेरि म क्लब बिग्रिन दिन्न र श्रमदातालाई मैले लगेर काम लगाएकै हो। र त्यो श्रमदाताहरू त्यहाँनिर लगेर काम गराउँदै गर्दाखेरि चाहिँ श्रम संस्कृति पार्टीको मान्छेले चाहिँ हाम्रो क्लब बनाइदियो अरे भनेर प्रश्न गर्नुहुन्छ होइन। अब श्रम संस्कृति पार्टीको मान्छे नगए र श्रम जय हर्कबाद भन्नु भने त्यहाँनिर हर्कबाद भन्दा अगाडिको श्रमदाता को थियो? मलाई मेरो प्रश्नको उत्तर तपाईँहरूलाई र यो जय श्रमदान भन्नु र जय हर्कबाद भन्नुमा के फरक छ तपाईँहरूलाई मेरो प्रश्न यो। र जुन स्ट्याटस लेख्ने साथीहरूलाई म खुल्याम भन्न चाहन्छु। र मैले हुन चाहिँ अब म अध्यक्षको हैसियतले मैले त्यहाँनिर जाउँ, मैले नै प्रस्ताव फालेको थिएँ। श्रमदाताज्यूहरूमा पनि मै हो प्रस्ताव फाल्ने र आज त्यो प्रस्ताव मानेर स्वीकार गरेर त्यहाँनिर पुग्नुभयो। कतिपय मान्छेलाई खल्लो भइरहेछ कि श्रम हर्क साम्पाङको पार्टीबाट श्रम गर्यो अरे, तर यो हुनु भएन मेरो लागि। म यसको लागि चाहिँ म के भन्न चाहन्छु भने कृपया तपाईँहरूलाई त्यस्तो लाग्छ भने, त्यस्तो लाग्छ जस मन खिन्न छ भने तपाईँहरू श्रम गर्न नआइदिनु होला। ताली ताली मेरो ताली भने हो। र यहाँ जति सम्पूर्ण यो इनार जीर्ण भएको इनारलाई संरक्षण गर्नलाई आउनुभएका श्रमदाताज्यूहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आजका जन्यकर्ता
खाजा सौजन्य गरिदिनु भएको रहेछ। परशु चेम्जोङ भतिजलाई म मुरी धन्यवाद भन्न चाहन्छु। टाउको स्टार्टन दिनुभएको रहेछ र हजुरलाई मैले गएको हप्ता है जुन अब हाम्रो उता के अरे टोलको त्यो टोल त अब हामी अब बताउनु त अब त्यो नभन्दा पनि भयो होइन, किनकि अब अलिक भिडा पनि गर्दो रहेछ। हामी अब एउटा अब संसारकर्मी जस्तै अब हामी युट्युबलाई चलाउँछु। अब कति त्यहाँको साथीभाइहरूले चाहिँ भन्नुभएको छ किन फेसबुकमा लाउने र किन टिकटकमा लाउने, किन युट्युबमा हाल्ने, त्यो विषयमा किन चाहिँ अब यो आवाज उठाएको भन्ने खालको यो कुरोहरू पनि त्यही स्टार्टरबाट नै भनिरहेको छ। मैले टिकटकमा पनि देखिरहेको छु त्यो त्यही टोलको मान्छेहरू होइन, तर म नाम चाहिँ बताउँदिनँ है मैले चाहिँ यो कुरो भने। अनि यो कुरोहरू पनि मैले यसो सुन्दाखेरि किन युट्युबमा हाल्ने, अब त्यस्तो खालको कुरोहरू पनि गरिरहेको छ होइन। यो विषयमा हजुरले के भन्नुहुन्छ? म के भन्न चाहन्छु भने अहिलेको परिस्थिति अनुसार र हामीले गरिरहेको काम राम्रो काम छ भने र हामीले यो परिस्थितिमा हामीले सञ्चारको माध्यमबाट हामी जस राम्रो कामको पक्षमा हामी लाग्छौँ भने र लागिरहेछौँ भने हामीले सञ्जालमा लाउँदाखेरि भयो होइन। तपाईँ एउटा मिडिया कर्मी हुनुहुन्छ, तपाईँलाई त्यो रोक छैन। मेरो तर्फबाट तपाईँ लगाउनुहोस्, तपाईँ निडरका साथ तपाईँ फेसबुकतिर लगाउनुहोस्, तपाईँले प्रचार प्रसार गर्नुहोस्, त्यो हाम्रो चाहना हो। र हामीले जुन हर्कबादलाई अँगालेर हिँडेको छौँ यो विषयमा किन फेसबुकमा लगाएको भन्नुहुन्छ भने उहाँहरूलाई मेरो भनाइ के छ भने यो हर्कबाद भनेको चाहिँ तपाईँहरूले बुझ्नु भएको रहेनछ र हर्कबादभन्दा अगाडिको कुन बात चाहिँ राम्रो थियो यो प्रश्न उहाँहरूलाई छ है। म यति भन्न चाहन्छु र म यति भन्दै म गाउँ विकास केही कुराहरू प्रस्ताउनु हुन म यहाँ यो माइक हस्तान्तरण गर्न चाहन्छु। धन्यवाद। ताली ताली खिच्न चाहे शान्तवासी दिनु हुन हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम त आजको यस लेटाङ नगरपालिका वार्ड नम्बर 6 गुवाबारीको गाउँ कमिटी अध्यक्षज्यू, उपाध्यक्ष उमेश राईज्यू, उपाध्यक्ष तथा अगुवा सन्दाता शुभकर्ण राईज्यू, बुद्धिजीवी समाजसेवी अगुवा सन्दाता मनबहादुर तामाङज्यू, यस गाउँ कमिटीका सचिवज्यू, यस गाउँ समाजका पुराना हाम्रा बुद्धिजीवी समाजसेवी अगुवा सन्दाता नरबहादुर तामाङज्यू, त्यसै गरी मङ्गलसिंह चेम्जोङज्यू, त्यसै गरी भेमकुमारी भाउजू चेम्जोङज्यू, त्यसै गरी तुलसा चेम्जोङ भाउजूज्यू र संसारकर्मी युट्युबर राजकुमार सन्दाता हर्कबहादुर समाल मगरज्यू र यो 19औं चरणको सन्तानको अभियानलाई सम्पन्न गर्न सफल पार्न गुवाबारी गाउँवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा म भवानी माथिमको तर्फबाट, सिङ्गोवडा कमिटीको तर्फबाट र नगरको तर्फबाट यहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सेवा जय सन्तान। हामी आजको यो सन्तान अत्यन्तै महत्त्वपूर्ण सन्तान हो। यो ऐतिहासिक थलो यो इनारमा हामी इनारको वरिपरि सरसफाइ गरेर हामी चाहिँ फोहोर मैला कसिङ्गरलाई खोलानी बनाउने कुरामा हामी यहाँ छौँ। आज यहाँहरूलाई म अन्तर्हृदयबाट धेरै धन्यवाद दिन चाहन्छु। म आफै आज सामुदायिक वनको मिटिङले गर्दाखेरि अलिक ढिलै मात्रै आइपुगेँ। यहाँले मलाई क्षमा गर्नुहोला। तर म नभए पनि तपाईँले धेरै राम्रो काम गर्नुभएको छ। यो एउटा उदाहरणीय काम भएको छ। वास्तवमै हामीले यहाँ चाहिँ सम्मान गर्नै पर्ने ठाउँमा आज हामीले काम गरेका छौँ। यसरी नै हामीले हरेक हप्ता हामीले चाहिँ सम्मानहरू गर्नुपर्ने हुन्छ। हाम्रो गाउँ कमिटीका संयोजकज्यूले अघि भनिसक्नुभयो, हाम्रो श्रमदानको अभियान आज र भोलि टुङ्गिने श्रमदान होइन। हामीले बाँचुन्जेलसम्म सकिन्जेलसम्म हामीले निरन्तर नियमित रूपमा श्रमदानहरू गर्नेछौँ साप्ताहिक रूपमा। र यो हाम्रो श्रमदानको अभियानलाई निरन्तर दिनको लागि आउने प्रस्तावलाई पनि हामीले हस्तान्तरण गर्दै जानेछौँ। त्यसले गर्दाखेरि सम्पूर्ण श्रमदाता दाजु तथा दिदीबहिनीहरूलाई मेरो एकमुष्ट आग्रह र अनुरोध के छ भने यो श्रमदान हाम्रो व्यक्तिगत स्वार्थ सिद्ध गर्नको लागि होइन। यो श्रमदानको अभियान सिङ्गो समाजलाई जगाउने, उठाउने र एकखेर सफाशुद्ध एउटा चाहिँ सुसभ्य समाज, राम्रो वातावरण सहितको विकास निर्माण गर्नको निम्ति निकै धेरै लामो सोच राखेर, दूरदर्शी सोच राखेर हामी अघि बढेको अवस्था हो। यसलाई हाम्रै दाजुभाइ दिदीबहिनीहरूले नबुझेर, म चाहिँ भन्छु नबुझेर उहाँहरूले
यदि आलोचना गर्नुहुन्छ भने या त संविधानको अभियानलाई विफल पार्ने कार्यदिशामा उहाँहरू परिचालित हुनुहुन्छ या त स्वयं परिचालित हुनुहुन्छ भने त्यो दुर्भाग्य हो भन्छु म उहाँहरूलाई विशेष अनुरोध के गर्न चाहन्छु भने यो श्रमदानको अभियान सिर्फ पार्टीको श्रमदान होइन, सिर्फ एउटा चाहिँ वर्गको समुदाय के अरे श्रमदान होइन, सिर्फ व्यक्तिको होइन। यो श्रमदानको अभियान हर्कबहादुरले सुरुवात गर्नुभयो, त्यसलाई पछ्याउँदै हामीले अघि बढिरहेका छौँ। त्यसले गर्दाखेरि अब कोही संस्कृति पार्टीमा आवाज हुँदैन, त्यो स्वतन्त्र अधिकार छ, नैसर्गिक अधिकार हो, हामी जोर जबरजस्ती कहिल्यै गर्दैनौँ। तर श्रमदानको अभियान भनेको सबैको भएको कारणले गर्दाखेरि सबै जोडिनु पर्दछ। भोलि भोट हाल्नेमा बेलामा अघि हाम्रो सनिलजीले भनिसक्नुभयो, उहाँहरूले संस्कृति पार्टीलाई हाल्नुपर्छ भन्ने छैन, तर राम्रो मान्छेहरू अब त हाल्नु पर्यो नि, जसले यो समाजको निम्ति आफ्नो काम नभनिकन हरेक चाहिँ समयमा आफ्नो घरको कामलाई थाँती राखेर समग्र समाजको भलाइको निम्ति, हितको लागि, समृद्धिको निम्ति, असल कर्मको निम्ति लागि पर्नुभएको छ। उहाँलाई चिन्नु पर्यो नि, सही र गलत के हो त्यो बिचको फरक छुटाउन सक्नु पर्यो नि। हामी 21औं शताब्दीका चाहिँ त्यो पुस्ताले। त्यसले गर्दाखेरि दाजुभाइबाट मेरो के अनुरोध छ, एउटै अनुरोध छ, के छ भने कसले के भन्यो भन्ने कुरामा हामी अघि बढ्ने होइन, हामीले स्वयं के गर्दा राम्रो हुन्छ भन्ने निष्कर्ष निकालेर हामी अघि बढ्नु पर्दछ। किनभने मान्छे हो नि त, हामी मान्छे भएर पनि हामी विभिन्न खालका मान्छे हुन्छौँ, चेतनशील मान्छे, अर्धचेतन मान्छे र बिल्कुल चेतन नभएको मान्छे। हामी चेतनशील मान्छे पर्छौँ, हाम्रो श्रेणी, हाम्रो चाहिँ क्याटेगोरी भनेको चेतनशील मान्छेमा पर्छौँ। त्यसैले त आज हामी संविधानमा छौँ। तपाईँभित्र यो समाजमा चाहिँ फोहोर मैला कसिङ्गरहरू सफा गर्नु हुँदैन, हामी तास खेलेर बस्ने हो, जुवा खेलेर बस्ने हो, जे मन लाग्यो त्यो गर्दै हिँड्ने हो भन्ने खालको तपाईँको अर्धचित भित्र तपाईँ आउनुहुन्थ्यो। तपाईँ जोड के आउनु भएको छ यहाँ दाजु र दिदीबहिनीहरू, तपाईँले गर्व गर्नुपर्छ, तपाईँ आफैले गर्व गर्नुपर्छ। किन गर्व गर्नुपर्छ भने तपाईँ चेतनशील हो, चेतनाले तपाईँलाई यहाँ डोराएर ल्याएको छ। यदि तपाईँमा चेतना नभएको तपाईँ यहाँसम्म आउन सक्नै हुन्न थिएन। त्यसले गर्दा फरक यहाँ छ, हामीले फरक छुट्याउनुपर्छ। हामी जे गर्न लागेका छौँ, महान सोचका साथ लागेका छौँ। घरमा के बितेको छैन त्यो आफैले म्यानेज गर्ने कुरा हो, हामी सबैले त्यसरी नै म्यानेज गर्दै आएका छौँ। त्यसले गर्दाखेरि हामी आफै एउटा धन्यवादका पात्र छौँ। अघि पनि सचिवजीले भन्नुभयो, हामी सबै संवाददाताहरू अगुवा पछा जोसुकै होस्, हामी सबै धन्यवादका पात्र छौँ। हामीभित्र कोही नेता छैनौँ, हामी कोही कार्यकर्ता पनि छैन, हुँदैनौँ। हामी श्रम संस्कृति पार्टीमा नेता कार्यकर्ता भन्ने शब्द नै हुँदैन। श्रम संस्कृति पार्टीमा नेतालाई अगुवा भन्छ, तर श्रमदाता नै भयो, श्रम गर्नै पर्छ। म नेता हो भनेर चाहिँ यहाँ उभरखुट्टी लाएर होइन कुर्सी खोजी हिँड्ने, राम्रो ठाउँ चाहिँ खोजेर बस्नु त्यो होइन। श्रम संस्कृति पार्टीमा के भिन्नता छ भने अरू पार्टी र श्रम संस्कृति पार्टीमा, श्रम संस्कृति पार्टीमा जो चाहिँ अगुवा हो श्रमदाता सबभन्दा अगाडि उठाउनु पर्छ, उसको पछि अरू श्रमदाता जाने हो। श्रमदाता अगुवा भनेर नेता चाहिँ ठुलो भनेर त्यो बस्ने छुट ठाउँमा हुँदैन। देश डुब्यो किन डुब्यो? यो देश कमजोर हुने देश, गरिब हुने देश होइन, पछौटे देश होइन, ऋणको भारी बोक्ने देश होइन। यो देश यति सुन्दर देश हामीले पाएका छौँ। पृथ्वीको बनोट हुँदाखेरि प्रकृतिले यति ठुलो वरदान दिएको छ हामीलाई। हाम्रो देशमा के चाहिँ कमी छ? एउटा समुद्र छैन, एउटा मात्र समुद्र छैन, बाँकी कुरा सबै छैन जुन दुनियाँमा पाउँदैनन्। दुनियाँमा नभएको चिज नेपालमा छ। यत्रो सुन्दर देश भएर पनि गरिब किन भयो, पछि किन भयो, किन पछौटे भयो भन्दाखेरि हाम्रो चेतना पनि त्यस्तै खालको के कुनै बेला थियो नि त नेपालमा। जनताले पढ्यो भने, जनताले जान्यो र ज्ञानी हो भने हामीले मन परी शासन गर्न पाउँदैनौँ भनेर यही नेपाल होइन, नेपाल भन्ने देश होइन, हाम्रो देश होइन। यही मातृभूमिमाथि यहाँका राणा शासकहरूले, तानाशाहहरूले, निरङ्कुश तन्त्रहरूले हाम्रा पिता पुर्खालाई न त पढ्ने अनुमति दियो, न त लेख्ने अनुमति दियो, न त बोल्ने अनुमति दियो। यही देश हो जहाँनिर पढ्दाखेरि आँखा फुटाउने, हात काट्ने, देख्दाखेरि हात काट्ने, आँखा फुटाउने, बोल्दाखेरि जिब्रो काट्ने, जिब्रो थुत्ने, यही देश होइन। तपाईँले इतिहास पढ्नु भएको छैन? त्यसले गर्दाखेरि यही नेपाल हो। जनतालाई अघि बढाउनु हुँदैन, जनतालाई बाठो बनाउनु हुँदैन, सधैँभरि लाटो बनाएर, सधैँभरि अन्धमूर्ख बनाएर, कालो अक्षर भैँसी बराबर बनाएर राख्नुपर्छ भन्ने यो देशको शासकहरूको कारणले गर्दाखेरि अझै पनि हाम्रो चेतना खोल्न सकेको छैन। यो हाम्रो कारण होइन, यो हिजोका तानाशाहको कारणले गर्दाखेरि हाम्रो पिता पुर्खाले पढ्न पाउनु भएन, लेख्न पाउनु भएन। धन्न हामी यतिको भएका छौँ, हामीले गर्व गर्नुपर्छ। हामीले यति बोल्न सक्नु भनेको यसरी श्रमदान र स्वस्थ स्फूर्त आफैले बुझेर चेतनशील भएर आउनु भनेको यो हाम्रो अभाग्य हो। धन्न यतिको भयो भन्नु हामी।
संसारको विभिन्न देशहरूले वैज्ञानिक आविष्कारद्वारा तपाईँले चन्द्रलोकमा यान पुर्याउँदाखेरि चन्द्रलोकको पनि तपाईँ परिक्रमा गर्दाखेरि हाम्रो पढ्नै हुँदैन, लेख्नै हुँदैन, जनतालाई अन्धा मूर्ख बनाएर जनावर जस्तै पशु जस्तै बनाउनु बाध्य भए, त्यसरी बाँच्न बाध्य बनाए जनतालाई। त्यसले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा के हो भने अहिले कसले के भन्यो भन्ने मैले प्रश्न गरेँ, त्यहाँ जानै हुँदैन। त्यो बुझेकै छैन बिचराले, उसको त्यो चेतना आएकै छैन। श्रमदान के हो तपाईँले बुझ्नु होला। एकैछिन मैले आमा दिदीबहिनीहरूलाई एकैछिन भरे एकैछिन तपाईँको व्यक्तिगत साथीहरू सुन्नुपर्छ तपाईँले है। हर्क सम्पङले भने जस्तो तपाईँले सुन्नै पर्ने हुन्छ। जबसम्म सुन्नुहुन्न, जबसम्म बुझ्नुहुन्न, मैले बोल्नै पर्ने हुन्छ। हर्क सम्पङले त्यो गर्नुहुन्छ है। त्यसले गर्दाखेरि हामी ध्यानपूर्वक सुनौँ र बुझौँ, र नबुझेका कारण बुझाउनुपर्छ, जगाउनुपर्छ। यो हाम्रो कर्तव्य हो। नबुझेको मान्छेलाई किकाउट गर्ने, पाखा लाउने होइन। जसले धेरै बुझ्दैन नि उसले झन् धेरै हामी सम्झाउनु पर्ने हुन्छ, बुझाउनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि यहाँले बुझ्नु होला, हामी जति छौँ जे छौँ हामी अभाग्य एउटा चाहिँ भाग्यशाली नागरिक हौँ। हाम्रो पिता पुर्खाले यसरी बोल्यो भने त जिब्रो पक्रेर तुरन्त पक्रेर जिब्रो फुट्थ्यो कि आँखा बढाउँथ्यो कि हात काट्थ्यो कि यही देश हो। त्यो देश यही देश हो। बुढा मर्दाखेरि जबरजस्ती सती जानु पर्छ छोरी मान्छे। यदि जान पनि नभने बाटै बाटाले हिर्काएर ढुङ्गाले हिर्काएर दुनियाँभरको नाना बाती अलग छिन्द्रो थिएन यो बुढा खाने भन्दै पिटेर मारी यातना दिदी मारेर आगोको चाहिँ होइन गोप्रमा हाल्ने देश हो यो देश। त्यसले गर्दाखेरि हामी यतिको चाहिँ स्वतन्त्र हुनु, यतिको बोल्न पाउनु, यतिको बोल्न जान्नु पनि हामीले भाग्य सम्झिनु पर्दछ। त्यो हाम्रो भाग्य हो र हामीले बनाउनु पर्छ। यतिले हुँदैन। देशमा विकृति, विसङ्गति, व्यथिति र भ्रष्टाचारले गर्दाखेरि देश डुबिसकेको छ। यो मजाक होइन। आज 30 खर्बभन्दा बढी देश ऋणको भारी बोकेको छ देशले। यो यसको अर्थ के भने जन्मिँदै हामीले चाहिँ 1 लाखभन्दा बढी ऋण लिएर जन्मेको हुन्छ हाम्रो बच्चाहरू। त्यसले गर्दाखेरि यहाँहरू जहिले सचेत हुनुहोस्। जति आउनु भएको छ नि, तपाईँले जति बुझ्नु भएको छ, तपाईँले जानेको कुरा, तपाईँले बुझेको कुरा, तपाईँको छिमेकी कोही आउनु भएको छैन, या हाम्रो सन्तानको महाअभियानलाई कसैले गलत अपव्याख्या गरेर कसैले विरोध गर्छ भने त्यसलाई सम्झाउन सक्ने क्षमता तपाईँले विकास गर्नुपर्छ। त्यतिको चाहिँ हुनुपर्छ आदरणीय दाजुभाइ दिदीबहिनी। त्यसले गर्दाखेरि जबसम्म समाजमा हामी जस्तो मान्छेहरू जन्मिँदैनन्, हामी जस्तो मान्छे जन्मेर अघि बढ्न सक्दैनौँ, केही नयाँ कामहरू, राम्रो कामहरू गर्न सक्दैनौँ। यहाँका खराब चिजहरू, यहाँको समाजका विकृति विसङ्गति फोहोर मैला मात्रै हामी फसवा गर्ने होइन नि त। हाम्रो यो संवाददाताको अभियान भनेको, हाम्रो कर्तव्य जिम्मेदारी भनेको यहाँको खर्सीमा थुप्रेको फोहोर, बाटोमा थुप्रेको फोहोर, हाम्रो संस्थामा थुप्रेको फोहोर बाटोघाटोको फोहोर गर्ने होइन। हाम्रो कर्तव्य जिम्मेदारी के छ भने समाजमा भित्रका चाहिँ टाटा बाटा हौँ भन्नेहरूले समाजको आँखालाई छलेर, हाम्रो आँखा छलेर कसैले लुटेको छ, कसैले चुसेको छ, कसैले थुतेको छ भने त्यसको विरुद्धमा पनि हो हाम्रो आवाज भनेको, हाम्रो लडाइँ भनेको। त्यसले गर्दाखेरि तपाईँहरूले यो अभियानलाई कमजोर अभियान नसम्झिनु होला। हामी आफै सच्चिने हो। तपाईँभित्र कमजोरी छ भने तपाईँ सच्चिनुपर्छ, सच्चिएर अघि बढ्नुपर्छ। मान्छेको गल्ती हुन सक्छ, त्यो गल्तीलाई आफूले आत्मसमीक्षा गरेर आफै सुधेर जाने कुरा हो। त्यसले गर्दाखेरि आज यो 19औं चरणको श्रमदान अभियानमा हामी जो जति जुटेका छौँ, हामी यो गुवाबारीको भागीदाता हौँ। म यो भन्छु, यो अर्थमा भन्छु, मैले फटाफट भन्दै आएको छु। किनभने तपाईँको आजको बेला तको समय हो। समय भनेको आफै पैसा हो। हामी त्यो समय त दियौँ न यहाँ श्रमदानको अभियानबाट। त्यसले गर्दाखेरि यसरी नै जुटिरहौँ। हामी के अरे आउने श्रमदानको अभियानहरू पनि यसरी जोडिरहौँ। गत हप्ताको चाहिँ श्रमदानको अभियानमा अघि हाम्रो पूर्व मित्रले भनिसक्नुभयो, पूर्व श्रमदाताजीहरूले भनिसक्नुभयो, केही समस्याहरू आए। त्यो समस्यालाई कसरी किनारा लाउने भन्दाखेरि त्यो स्वयं जसले गलत गरेको छ उसले सुधार्नुपर्छ। मैले गलत पो बोलेको छु कि भन्ने कुरा। किनभने यो श्रमदानको अभियानलाई रोक्ने, छेक्ने, तपाईँको चाहिँ बदनाम गर्ने हक कसैलाई छैन। हामी कसैले परिचालन गरेको परिचालित मान्छे होइनौँ। हामी सब यो माटोलाई बुझेर, यो राष्ट्रलाई बुझेर, यो समाजभित्रको विकृति विसङ्गतिलाई बुझेर, यो समाजभित्रको कमी कमजोरीलाई बुझेर अब यसरी हुँदैन भनेर कम्मर कसेर उठेको मान्छे हो। यसको लागि हामी जस्तो सुकै मूल्य चुकाउन तयार हुन्छौँ। त्यसले गर्दाखेरि सम्पूर्ण गुवाबारीवासी आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई मेरो एउटै अपिल छ, एउटै अनुरोध छ, हामी श्रमदानको अभियानमा जुट्न सकौँ, उठ्न सकौँ, अघि बढ्न सकौँ। यदि हामी बेलैमाथि बुझेर सोचेर हामी अघि बढ्न सकेनौँ भने पछि परे त हामी नै हो। अहिले यो इनार सफा भयो, एक्जाम्पल मैले यी यो इनार सफा भइराख्दाखेरि तपाईँले सफा गर्नु त कस्तो छ, यहाँ कति फोहोर थियो, अहिले कति राम्रो भएको छ, त्यसै भएको यो तपाईँहरू नआएको भए यो सम्भव थियो हो। यसरी नै 19औं चरणसम्म आउँदाखेरि गाउँका विभिन्न बाटो घाटो, तपाईँको चाहिँ स्कुल, क्लिनिक लगायत विभिन्न सङ्घ संस्थाहरूदेखि हरेक ठाउँमा हामीले झाडी सफाइदेखि लिएर फोहोर मैला उठाउनदेखि लिएर जलाउनदेखि लिएर सारा कुराहरू गर्दै आएको कुरा छ है। यो मात्रै फर्स्ट अन्तिम है। त्यसले गर्दाखेरि यसरी नै अघि बढ्नुपर्दछ भनेर यहाँहरूलाई हार्दिक अनुरोध गर्दै र मैले
पहिला बितेको हप्तामा पर हाम्रो क्लबमा श्रमदान गर्नुपर्छ है भनेको त कतिपयले त सुन्नुभएको थियो होला र अहिले चाहिँ म त्यो क्लबमा श्रमदान गर्नुपर्छ है भन्ने पक्षमा अलिक रहिनँ किनभने त्यहाँ केही कुराहरू हामीले किनारा लाउनु पर्नेछ र हामी अब विगतलाई छोडिदिउँ नयाँ हामी फेरि अर्को हप्ता चाहिँ कहाँ जान्छौँ भन्दाखेरि मेरो मनमा लागेको कुरा चाहिँ पहिला भदौमा हामीले सरसफाइ गरेको थियौँ हाम्रो शुभकर्ण राई अङ्कलको जस घरतर्फ त्यहाँनिर फेरि पनि हल्का झाडी भएको मैले महसुस गरेको छु र अर्को हप्ता त्यहीतिर जाने कि भन्ने मेरो यहाँहरूलाई भनाइराख्दै म बिदा हुन चाहन्छु।